गोर्खा दरबार है। यहाँ माथि हेर्नु त पर्खाल कसरी उठाएको छ। यो सिँढीहरू भयो, यो गोर्खा तलबाट आउने सिँढी यो पनि भयो है। यो पर्खालहरू है, यहाँ त कति राम्रो देखेको पर्खाल। हेर्नु त यो गोर्खा दरबार माथि त अब जानै भ्याएन है। यहाँबाट चाहिँ एकदम राम्रो देख्दो रहेछ। यताको सिन भयो। अब यताबाट पनि हेरौँ है। यो चाहिँ एकचोटि चाहिँ हजुरहरूले पनि यो भेट्नै पर्ने घुम्नै पर्ने ठाउँ हो। माथिको चाहिँ मेन दरबार चाहिँ माथि हो। त्यो पर्खाल चाहिँ यसरी तलबाट माथि उठाएर चाहिँ गोर्खा दरबार उठाएको छ। कति 100 वर्ष अगाडिको संरचना अहिलेसम्म केही भएन। ल हेर्नु त पर्खाल कसरी उठाएको छ। कति राम्रो देखेको। यो चाहिँ सिँढीहरू है वरिपरिको। अहिले चाहिँ आज अष्टमीमा ठुलो मेला लाग्छ। सबै भक्तजनहरू आउँदैछन्। यो हो गोर्खा दरबार। सिँढीहरू हेर्नु होला। यो एक्ज्याक्टली के हो थाहा भएन। यताको जङ्गलहरू। हजुर यस से समथिङ। मेरो छोरो भोकाएर हिँडिरहेछ है। अनि यो उकालोसम्म देखाउँ न। यो त राम्रो देख्छ कि त्यही भएर क्या। यो त खतरा हो नि बाबु। यो हेर्नु होला। गोर्खा दरबार वरिपरिको क्षेत्र हो यो। यो त चौतारो। यहाँको सिँढी चाहिँ एकदम राम्रो छ है। यो एक्ज्याक्ट थाहा भएन। पछाडितिर यो शिलालेखहरू है गोर्खा दरबारको। यो चाहिँ पछाडिको गेट हो गोर्खा दरबारको है। म अलि उताबाट देखाएर भिडियो बन्द गर्छु।